गाइस आज चाहिँ हामी साथीको बिहामा आएको बिहे चाहिँ उता भइरहेको 3:30 भइसक्यो ड्युटी सकेर आउँदाखेरि हाम्रो साडी हेर्नुहोस् यस्तो छ इन्चार्ज चाहिँ उता म हो रिता हरायो होइन उहाँ गएको पनि लाजै मर्दो भयो रस्ना दिदी भुलिने कता हो कता हराउने रमाइलो भइरहेछ गणपतितिर पनि लाग्छ अङ्को चाहिँ फर्क्यो त्यहाँको मान्छेलाई सोध्यो मलाई पनि देखाएको म चाहिँ सबैभन्दा राम्रो केटी एकदम राम्रो सुन्दर लगाएर पनि भन्छ नि फोटो सेसन सुरु हुन लागेको छ गाइजहरू अनि यो सोनिका हो कति राम्रै देखिछि ओहो झरमल्लै हो यहाँ फेरि पार्वती दिदी परी एक पोसन परी पार्वती परी उमामी है यता फोटो खिच्न लागिरहेछौँ हामी मैले प्रियालाई चाहिँ अलिकति टाइम दिएको दुईटा मोबाइलबाट हो र हजुरको घरमा के हो कस्तो गरेको
राम्रो खिच्नु है राम्रो खिचिदिनु हाम्रो असन्ता दिदीको प्रिया सिस्टर झलमल्लै हुनुभएको छ त अहिले रोक्नु अहिले म खिचिदिन्छु अब हामी खाना बनाउँछौँ सबैजना हेर है सबैजनाले टन्न खाने है कोही नलजाइकन खाऊ ल हस् नलजाइकन खाऊ यहाँ चाहिँ हामी खाजा खाँदैछौँ ल ल खाऊ खाऊ मासु छान्नु भन्यो आउनुको कस्तो भएको छ बिहान कस्तो भएको छैन मलाई न्यानो भयो त्यस्तो लाग्नु म त सिटालो भएको छ कस्तो मासु नै नटुक्रेको झ्याउला अब कस्तो आनन्द भयो कि मेरो त्यो टाइमले देखि के हुँदैन थोरै खाए खासै खासै धेरै खानु भएन को आउनु भात मिठो ए होइन होइन एकदम मिठो लाग्यो
तनहु सेवाको तर्फबाट